एभ्रिवान आजको ब्लग यहाँबाट सुरु भइरहेको छ। दिस इज माई टी। थ्याङ्क यू फर सम वान। कसैले मलाई एउटा साथीले दिएको छ, थ्याङ्क यू, बिग क्रेडिट टु यू, होइन। अनि त्यसपछि चाहिँ भिडियोको टाइटल हेरिसक्यो होला, हाउ टु मेक योर फर्स्ट 1 लाख। अनि यसको जर्नी चाहिँ तिमीलाई यो हिट गर्ने बेला, अनलाइनबाट हिट गर्ने बेला तिमीलाई लामो समय लाग्न सक्छ, होइन। लाइक मैले मेरो खुदको एक्सपिरियन्स, मेरो आफ्नो एक्सपिरियन्सले मैले भनिरहेको छु कि यो कसरी हिट गर्न सक्छौ। सुरुमा सिक्दै बेला तिमीलाई टाइम लाग्न सक्छ, तिमीलाई यो कुरा लामो लाग्न सक्छ, यो प्रोसेस, तर नेभर गिभ अप है। चाहिँ गिभ अप गर्नु हुँदैन यो चिजमा। सबैभन्दा पहिला तिमीले चाहिँ एउटा स्किलमा चाहिँ त्यसमा चाहिँ मास्टर गर्न कोसिस गर्नुपर्छ, र मास्टर गर्दा गर्नको क्रममा तिमीले कनेक्सन बिल्ड गर्नुपर्छ क्या मान्छेहरूसँग। जस्तै यो कुरा हो 2024को सायद 2024-23बाट 24-23बाट मलाई चाहिँ युट्युब अटोमेसन युट्युब अटोमेसन मैले गरेको, होइन। त्योभन्दा अगाडि पनि मैले 2016, 23, 2016, 2016, 17, 18मा म बनाउँथेँ भिडियोजहरू, जस्तो कि हामी 3 भाइ। त्यसपछि चाहिँ म त्यस्तैको आफ्नै एउटा कुनै भर्जन बनाउँथेँ। मसँग थियो स्यामसङको एउटा मोबाइल थियो, सेकेन्ड ह्यान्ड स्यामसङ JK अल्ट्रा यस्तो के भन्ने आउँथ्यो, त्यो मोबाइल थियो। त्यसपछि म थिएँ, मसँग केही साथीहरू थियो जसका नाम मलाई अलिअलि याद छ। जस्तो अब मनोज थियो, विशेष थियो, विशेष त भ्लगमा देखिरहन्छ, ऊ त्यहाँ बसेछ। अनि त्यसपछि चाहिँ यही थियो, अनि के गरेर हाँस्थ्यो, होइन, त्यही थियो। अनि म त्यसबाट चाहिँ क्यापकट चाहिँ मलाई एडिट गर्न आउँथ्यो। जस्तो मलाई क्यापकटबाट चाहिँ एडिट गर्न म सिकिरहेको थिएँ। अनि त्यसपछि चाहिँ एडिट गर्न सिकेँ। अनि मलाई सिक्दै गयो। जस्तो मलाई आउने भनेको के हो भनेपछि त्यो की पोइन्ट हुन्न, की फ्रेमिङ आउँथ्यो। त्यसपछि त्यो की फ्रेमिङबाट नै चाहिँ मैले भिडियोहरू गर्थेँ, की फ्रेमिङ, कटिङ, फ्रेम एडजस्टमेन्ट, अनि त्यसपछि क्रोमा की युज गर्न आउँथ्यो त्यति बेला मलाई। अनि मैले त्यो क्रोमा कीहरू गर्थेँ, होइन, त्यो भिडियो गर्थेँ। त्योभन्दा अगाडि पनि जब म दाङ आएँ, होइन, त्यो त भयो 2016तिर। कति वर्ष, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, होइन 16तिर होइन, 19, 20तिर हो सायद। त्यो लकडाउनभन्दा अगाडि नै हो। अनि चाहिँ मैले के रिसर्च गर्थेँ म आफ्नो यो अहिले यहाँ आउनको लागि भनिसकेपछि, अब चाहिँ जो 2-4 महिना, 3-4 महिनामा मिनिमम 1-2 यस्तै गराउनलाई मैले चाहिँ के गराएँ भने, के गर्थेँ भनेपछि आफू के हुनुपर्छ मतलब त्यो हुनलाई भनिसकेपछि रिसर्च गर्ने। जस्तो म सानोमा के रिसर्च गर्थेँ भनिसकेपछि अनलाइन अर्निङ कसरी गर्ने, अनलाइन टिप्स नेपाल हुन्थ्यो त्यति बेला। मेरो एउटा च्यानलै थियो, के भोइड हो कि क्यारेट भन्ने एउटा एप हुन्थ्यो क्या, जहाँ हामीले एपहरू डाउनलोड गरेर त्यसको लेभल पार गरिसक्यौँ भने चाहिँ हामीले रिचार्ज दिने यताउता आउँथ्यो क्या, होइन। त्यो गर्दै गएँ। त्यसपछि मैले त्यो सिधा सन्दीप महेश्वरीको भिडियोहरू हेर्न लागेँ। अनि सन्दीप महेश्वरीको भिडियोहरूलाई कट गरेर आफ्नो पेजहरूमा हाल्न लागेँ। त्यो गर्नलाई त्यहाँबाट सिक्दै गएँ, अनलाइन अर्निङको कसरी गर्ने भिडियो बनाउँदै गएँ। त्यसपछि फ्री फायर आयो, फ्री फायरमा मैले गेमहरू त गर्दै गएँ। त्यसपछि म माइनक्राफ्ट आयो, अनि माइनक्राफ्टको रुचि बढ्दै गयो। म लाइभ गर्थेँ, मेरो च्यानलहरू थुप्रै थिए। जस्तै अब तिमीले अहिले पनि पर्निस खराल हान्छौ भने, रुख म तिमीलाई देखाइदिन्छु, पर्निस KACRAL, पर्निस खराल हान्छौ भने चाहिँ तिमीले च्यानलहरू थुप्रै भेटाउँछौ। अहिले त मैले भिडियो बनाएर हाल्छु र हो, तर पर्निस खराल सर्च हानिसकेपछि तिमीले एउटा च्यानल भेटाउँछौ। पर्निस खराल सर्च हान, तिमीले चाहिँ एउटा फ्री फायर खेलेको च्यानल भेटाउँछौ क्या पर्निस खरालमा, भिडियोमा सर्च हान्यो भने चाहिँ। 5 वर्ष अगाडिदेखि चाहिँ अर्जुन एन्ड के भनेर मैले हालेको छु, अर्जुन म यताउता भनेर। त्यति बेला चाहिँ म फ्री फायरको भिडियोहरू बनाएर चाहिँ हाल्ने कोसिस गरिरहेको थिएँ, ठिक छ, जस्तो भिडियोजहरूमा। अनि चाहिँ त्यो गर्थेँ। त्यति बेला चाहिँ मलाई फ्री फायरको सोख लाग्यो, मैले फ्री फायरको गरेँ। अनि त्यस्तै चाहिँ थुप्रै चिजहरू जस्तो मलाई जे गर्नु मन थियो मैले त्यो सब गरेँ। अनि त्यसपछि चाहिँ मलाई चस्का लाग्यो युट्युब अटोमेसन, फेसबुक अटोमेसन, त्यसपछि टिकटक अटोमेसन, स्न्यापच्याट अटोमेसन गर्दै गएँ मैले। जब मैले युट्युब अटोमेसन गर्दै थिएँ, मनी माइन्डसेट भन्ने एउटा सर्भरमा थिएँ म डिस्कर्डको। त्यसमा चाहिँ मैले जे होस् म एडिट गरेँ। 2 वर्ष मेरो गरेँ, मैले वेस्ट गयो भन्दैन त्यसलाई, कि मैले चाहिँ जे होस् कुराहरू गर्ने, एक्टिभ हुने उतातिर। अनि त्यति बेला चाहिँ एजेन्सीहरू धेरै चल्न लागे। सो एजेन्सीहरू चाहिँ कसरी चल्थ्यो भनिसकेपछि, एजेन्सी जस्तो तिमीले चलायो एउटा एजेन्सी, त्यस्तै चल्ने नै हो। सिम्पल छ, एजेन्सी ग्रुप बनाउने, त्यसपछि क्लाइन्टहरू खोज्ने, क्लाइन्टहरूले जस्तै गाना म्युजिकहरू अपलोड गर्ने यताउता। अनि त्यो म्युजिकमा हामीले भिडियो बनाउने, UGC हुन्थ्यो। आफ्नो फेसहरू देखाएर कुनै नेपाली एपहरूले प्रमोट गर्ने, यताउता नै आउँथ्यो। जस्तो टाइप अफ फ्यान पेजहरू चलाइदियो मेरो भन्ने, जो सोलाना कम्पनी हुन्छन्, सोलानाहरू क्रिप्टोहरू यताउता थपाउँछ, त्यो चाहिँ हुन्थेन कि सोलाना कम्पनी नै हुन्थ्यो, जो कम्पनी नै हुन्थ्यो। कम्पनीले चाहिँ हाम्रो फिचर्सहरूको बारेमा चाहिँ
प्रमोट गर्नु पऱ्यो, मिम बनाऊ भनेर चाहिँ भन्दै थियो। अब त्यस्तैबाट गर्ने चाहिँ मलाई थुप्रै आउनु लाग्यो। तैँले मेरो लागि फ्यान पेज चलाइदिए, म तँलाई यति दिन्छु, यो गर्छु, यता गर्छु भन्ने आउनु लाग्यो। तर त्यो आउनुभन्दा पनि अगाडि एउटा ट्विस्ट छ। त्यो आउनुभन्दा अगाडि मैले टप डिजिटल मिडिया भन्नेसँग मैले काम गरेको थिएँ। ऊ चाहिँ युएस बस्थ्यो, उसको नाम सायद के अर्कै थियो, मैले अझै पनि याद छैन। तर उसको लागि मैले काम गरेँ, टप डिजिटल यताउता भन्ने थियो क्या त्यो। अनि त्यसले चाहिँ मलाई पर मिनेटको 1.5 भनेपछि 150 रुपियाँ दिन्थ्यो पर मिनेटको एडिटको। अनि त्यस्तै गरी त्यहाँबाट मैले 5-6 हजार गराउनु लागेँ। त्यसपछि मलाई त्यस्तो गर्दा गर्दा जोस् मलाई खर्च जिम जाने पैसा यताउता पुगिरहेको थियो होइन। अनि त्यसपछि चाहिँ मलाई अर्को चस्का लाग्यो, अझै धेरै गर्नुपर्छ, अझै धेरै क्लाइन्ट चाहियो। बरु म 18 घन्टा 20 घन्टा 22 घन्टा गर्थेँ म त्यति बेला गर्थेँ, रियल कुरा हो यो। अनि चाहिँ त्यति बेला चाहिँ अनि त्यसपछि मैले एउटा डिस्कर्ड मेसेज बसिरहेको, एउटा मलाई सजेस्ट गर्यो कि यसलाई एडिटर चाहिएको छ, त एप्रोच गर। अनि त्यसपछि त एप्रोच गरेर $400 यसको बजेट छ, $500 बजेट छ, अनि त्यसपछि त गर्न भनेर मलाई भन्यो। मैले भेटाएँ, त्यसको नाम चाहिँ टप डिजिटल ग्रोथ थियो, तिमीले पनि भेटाउन सक्छौ, जो मैले फर्स्ट क्लाइन्ट थियो। अनि सेकेन्ड क्लाइन्ट त्यो अर्को आयो, अर्को थियो, त्यसको नाम पनि यस्तै के थियो, अर्कै थियो। अनि त्यसपछि त्यसको लागि म गर्न लागेँ होइन। अनि त्यसलाई मैले एप्रोच गरेँ, सिधै मेसेज गरेँ, तँलाई यस्तो यस्तो एडिट कस्तो एडिट चाहिएको छ, म छु होइन, म चाहिँ सक्छु भने मैले 100% म सक्छु टाइपको कुरा गरेँ क्या मैले होइन। अनि चाहिँ कस्तो चाहिएको, कस्तो खालको एडिट चाहिएको त मैले यो चाहियो भने ल हुन्छ भने। अनि त्यसै हुन्छ भनिसकेपछि मलाई चाहिँ म चाहिँ केसमा भइरहेको थिएँ भने चाहिँ एआईबाट कसरी भिडियो बनाउने, एआईबाट कसरी भिडियो बनाउने र एआई अटोमेसनबाट भिडियो कसरी बनाउने यताउता टाइपको थियो मेरो। म चाहिँ फोकस गरिरहेको थिएँ इल्डरली ग्रोथहरूको, इल्डरली विस्डमहरूको, बुढा व्यक्तिहरूको स्वास्थ्य यताउताकोमा। म त्यसको चाहिँ मैले मास्टर हासिल गरिसकेको थिएँ। त्यो हासिल गरिसकेको बेला चाहिँ होइन, हासिल गरिसकेको थिएँ। अनि त्यो हासिल गरिसकेपछि चाहिँ मैले त्यसलाई मेरो पुरै एउटा त्यसको च्यानल, त्यसको जस्तो मैले पुरै त्यो त्यति बेला चाहिँ 4-5वटा च्यानल मात्रै थियो कि, पुरै एउटा डाटा बनाएर कतिसम्मको अर्निङ गर्न सक्छ तैँले, $16,000 $20,000 $30,000 कतिसम्मको गर्न सक्छस् भनेर एउटा पोटेन्सियल क्रिएट गरेर तैँले यति पैसा लगाइस् भने तँलाई मैले यस्तो यस्तो रिजल्ट दिन्छु, त्यसले यस्तो यस्तो काम गर्छ भनेर मैले चाहिँ त्यो गरेँ। जो चाहिँ मैले उति बेला गरेको थिएँ, अहिले चाहिँ राज अम्बानी हो कि राज सिन्धानी के हो, त्यसले चाहिँ अहिले भनिरहेको छ क्या ट्रिकहरू। त्यति बेला मैले गरेँ, त्यो एप्रोच गरेँ, त्यतिसम्मको मैले दिमाग लगाएँ। अनि उसले मलाई $400 $500 मलाई छ्याप्पै ब्याङ्कमा हालिदियो। त्यति बेला मलाई आएको थियो $83,000 कि 83,000 रुपिस नेपाली कि 63,000 नेपाली, जुन मैले यो लाइट बालिरहेको छु, यो मोबाइल किनेको थिएँ कि त्यति बेला। अनि चाहिँ त्यसले मलाई हाल्यो। फर्स्ट टाइम मेरो माइन्ड ब्लो भयो कि, अनि त्यसपछि यसरी पनि अर्निङ हुन्छ है भनेर चाहिँ ब्लो भयो। अनि त्यति बेला चाहिँ मैले ठिक छ, अनि एउटा फोन किनेको थिएँ, म बजारै थिएँ, फोन किनेँ। त्यसको लागि मैले चाहिँ मेरो टार्गेट थियो 30वटा भिडियो बनाउने, त्यो रिलेटेड। अनि त्यसको स्क्रिप्ट, अनि त्यसपछि त्यसको भोइस ओभरदेखि एआईबाट भोइस ओभरहरू, पिक्चर्स, त्यसको कलर ग्रेडिङदेखि लिएर एडिटिङ, त्यसको थम्बनेल, टाइटल, त्यो चाहिँ 30 दिनको बनाउनु थियो। त्यो मैले 3 दिनमा बनाएर दिएँ त्यसलाई। मैले 3 दिनमा सब भिडियोजहरू बनाएर दिएँ मैले त्यसलाई। त्यतिसम्म 3 दिन पनि लागेन सायद, 1 दिन हो कि कतिमा गराएको मैले त्यसको। त्यो गराएँ, त्यो गराएर मैले त्यसलाई त्यति बेला दिन्थेँ मैले त्यसलाई चाहिँ 5-6 दिनपछि दिएँ त्यो भिडियो। ठिक छ, त्यो फर्स्ट क्लाइन्ट थियो। सेकेन्ड क्लाइन्ट थियो मेरो सायद इन्डोनेसिया हो कि नर्वे कताबाट थियो, यस्तै कताबाट थियो। उसलाई 100 भिडियो चाहिएको थियो, लिटरली $100 कति भिडियो चाहिएको थियो कि त्यसलाई, सायद 100 कति भन्दै थियो। मैले चाहिँ 25-30मा मिलाएको, त्यसलाई पनि मैले त्यही भिडियो नै, त्यसलाई चाहिँ मैले त्यस्तै भिडियोको चाहिँ अब एउटा पार्ट 2 टाइपको बनाएर दिएँ। त्यताबाट चाहिँ मेरो फर्स्ट 600 700 1 लाख मेरो त्यहाँबाट त्यसरी भएको थियो। सो तिमीहरूलाई मैले के भन्न खोजिरहेको भनिसकेपछि कुनै एउटा चिजमा अगाडि बढ्दै गयौ, अनि त्यसपछि तिमीले वरिपरिको कुरा पनि नलेजहरू राख्न लाग्यौ भनिसकेपछि तिमीलाई चाहिँ अगाडि बढ्नमा हेल्प हुन्छ। टाइम लाग्ला होइन। म पहिला 3 वर्ष त त्यो गरेँ, त्योभन्दा अगाडि 4 वर्ष त्यो भयो, 3 4 5 6 7 4 वर्ष त्यता गयो हो कि नै, 4 वर्ष त्यता गयो। अनि 4 वर्ष 5 त्यो 6 वर्षको रिजल्ट लिनु त फर्स्टमा লাগিব त। अनि मैले के कुरा भने, कोहीले पनि त यस्तो यस्तो हुन्छ, यो हो मलाई पैसा दिए यताउता क्लाइन्टमा नभन्ने, के गर्ने भनिसकेपछि तैँले यति पैसा लगाइस् भने मैले यो मेरो यो काम लगाएर तँलाई यस्तो यस्तो रिजल्ट दिन सक्छु भन्ने। जस्तो तैँले मलाई $400 दिस् भने म तँलाई 30वटा यस्तो भिडियो बनाएर दिन्छु, यस्तो चाहिँ तेरो रिजल्ट आउँछ भनेर चाहिँ मैले पुरै डाटा स्ट्रक्चर क्यानभाबाट बनाएर त्यसलाई मैले सो गरेँ। त्यसलाई चाहिँ मलाई विश्वास जित्नु पऱ्यो, त्यो क्लाइन्टको विश्वास जित्यो त्यसले। मैले त्यो युकेको थियो, मलाई राम्रो इङ्ग्लिस पनि आउँदैन थियो, मैले इङ्ग्लिस सुधारेँ त्यति बेला। ठिक छ, ब्रोकन इङ्ग्लिस छ, अझै पनि मेरो ब्रोकन इङ्ग्लिस छ जहाँसम्म मलाई लाग्छ। अनि मैले सुधारेँ, त्यसपछि मैले त्यसलाई कुरा गरेँ। म लिटरली 18-19 घन्टा बसेर मैले त्यसको भिडियो फिनिस गरेको छु कि एक दिनमा। स्क्रिप्टिङ, राइटिङ होइन, स्क्रिप्ट राइटिङ, भिडियो मेकिङ, एडिटिङ, भोइस ओभर जेनेरेटिङ, कति इरर आएको होला
मसँग चाहिँ पुरानो ल्यापटप थियो ओके लिटरली पुरानो ल्यापटप थियो जसमा क्यापकटबाट एडिटै हुँदैन थियो कि त्यतिसम्मको तर मलाई टाइम लाग्यो ठिक छ म गरेँ म गर्दै गएँ म गर्दै क्लिप च्याम्पहरू युज गरेँ अरू अल्टरनेटिभ मेथडहरू खोजेँ एउटा पोइन्ट त्यो भयो हार्डवर्किङ सेकेन्ड पोइन्ट तिमीलाई कुरा गर्ने तरिका थर्ड पोइन्ट तिमीलाई त्यो कुराको नलेज हुनुपर्छ फोर्थ पोइन्ट तिमीलाई त्यो कुराको एक्सपिरियन्स हुनुपर्छ फिफ्थ पोइन्ट तिमीले चाहिँ क्लाइन्टलाई खोज नेटवर्क बिल्ड गर यति 5वटा चिज गऱ्यौ भने तिम्रो फर्स्ट वानलाई हिट गर्छौ ओके अनि त्यसपछि अहिले चाहिँ मैले के काम गरिरहेको छु कसो गरिरहेको छु त्यो चाहिँ मैले फेरि अर्को हप्तामा भन्नेवाला छु विथ रिजल्ट ओके विथ रिजल्ट्स भन्नेवाला छु कसरी तिमीले गर्न सक्छौ किनभने म एउटा चाहिँ काम गरेको छु जसबाट चाहिँ रिजल्ट्सहरू निस्क्यो भने चाहिँ म अरू चिजहरू पनि भन्ने गर्छु ओके सो आजको लागि यति नै बाई फर द नेक्स्ट भिडियो बाई 10 मिनटको भिडियो भएछ कसले हेऱ्यो 002 कमेन्ट गर अनि मलाई थाहा हुन्छ कि तिमीले यति बेलासम्म हेऱ्यौ भनेर सो मेरो चिया पनि चिस्यो यार पेस्ट चिया विदाउट 1% पनि यसमा जे होस् सुगर हालेको छैन ओके अनि चाहिँ आज यसो पानी परिरहेको जस्तो छ अरू के कुरा गर्ने हो र यस्तै हो अनि चाहिँ मेरो भिडियो हेरेर नि थ्याङ्क यू नवीन भन्दा सरी निवान थ्याङ्क यू भिडियो हेर्न लागि मम्मी भिडियो बाबाहरू भिडियो हेर्दैछ भने ठिक छ ओके सो आज चाहिँ मैले फर्म पनि भरेँ आइबीको अनि लिटरली के झुट भन्ने हो र आइबीको चाहिँ मैले जे होस् पहिलाभन्दा चाहिँ राम्रो तयारी गरेकै छु ठिकठिकै त्यस्तो पुरै फुल तयारी छैन मेरो किनभने मलाई चाहिँ ब्याक नलागोस् भनेर चाहिँ म ब्याक नलागोस् अनि अगाडि अलि हल्का फुल्का नलेज होस् भनेर मात्र आएको खासमा यहाँ मेरो घरकोलाई पनि थाहा छ सो ओके यति नै थियो आजको भिडियो म तिमीहरूलाई पनि गर्न सक्छौ भनेर हो यदि तिमीलाई प्रुफ चाहिएकै हो अनि तैँले त गफ हानिरहेको छस् जस्तो लाग्छ भने फर योर काइन्ड इन्फर्मेसन जुन आइफोनबाट भिडियो बनाइरहेको छु त्यो आइफोन मलाई 48,000 परेको सेकेन्ड ह्यान्ड किन्दा त्यो मेरै पैसाले हो फर योर काइन्ड इन्फर्मेसन जुन मैले यो मोबाइल चलाएर फर्स्ट मोबाइल किनेको 25,000 को त्यो मेरो मोबाइल मेरो पैसाले हो फर योर काइन्ड इन्फर्मेसन जुन अहिले मेरो घरमा पिसी छ त्यो पिसी अलमोस्ट मलाई 2-3 लाख पर्यो जुन पिसीको साइडमा एउटा माइक छ त्यो मात्रै मलाई $100 भन्दा माथिको पर्यो त्यो चाहिँ मेरो आफ्नै पैसाले म एकदिन घर गए पनि तिमीलाई भ्लग बनाएर देखाउँछु राम्रै गएछ भने म मेनिफेस्ट गर्छु राम्रै भएछ भने आई एम ड्याम स्योर म एरोप्लेनबाट घर जान्छु सो म के गर्छु मलाई थाहा छैन एरोप्लेनबाट पनि जान सक्छु बसबाट पनि जान सक्छु तर ठिक छ एकचोटि चाहिँ जाम्न भन्ने कुरा हो पछि पनि चढ्न सक्छु आई डोन्ट नो लेट्स सी लेट्स होप अनि मैले के कोड भने अघि नै त्यो कोड चाहिँ तिमीले राम्रोसँग कल आयो यार अघि नै के कोड भने त्यो कोड तिमीहरूले चाहिँ कमेन्टमा गर अनि त्यसमा मलाई थाहा हुन्छ तिमीले फुल भिडियो हेऱ्यो भनेर बाईबाट नेक्स्ट भिडियो बाई जसले त्यो कमेन्ट गर्छ नि म उसलाई उतिखेर रिप्लाई दिन्छु उतिखेर तिमी डिस्कर्डमा जोइन गर उतिखेर तिमीलाई मैले सबै चिज मैले तिमीलाई एक्सप्लेन गर्छु कि तिम्रो अल्टरनेटिभ वेज के छ है तिमी चाहिँ मेरो प्रायोरिटीमा हुनेछौ त्यो कोड हान्नेले ओके तिमी त्यो प्रायोरिटीमा हुनेछौ किनभने तिमीले फुल भिडियो हेऱ्यौ नि त ओके मलाई फुल चाहियो कि तिमीले फुल भिडियो हेऱ्यौ भनेर त प्रुफ चाहियो प्रुफ मलाई सेन्ड गर म तिमीलाई मेरो टिममा राख्छु ओके फर्स्ट अफ अल त टिममा राख्छु तर तिमीले काम गर्नु पऱ्यो क्या पोटेन्सियल आफ्नो चलाउनु पऱ्यो तिमीलाई मैले बेसिकबाट सिकाउँछु माथि कस्तो जाने ओके सो यदि विश्वास छ भने डिस्कर्ड जोइन गर इन्स्टाग्राम तल छ इन्स्टाग्राम जोइन गर फेसबुकमा लाइभ गर टिकटकमा फलो गर बाई फर द नेक्स्ट भिडियो बाई